साथीहरू के यो हाम्रो प्रधानमन्त्री बालेन्द्र शाहमा चाहिँ अनुशासन भन्ने कुरा छैन कि सिकाउनु पर्ने हो साथीहरू हैन हिजो भएको नीति तथा कार्यक्रममा चाहिँ बालेन्द्र शाह हाम्रो राष्ट्रपति हैन बोल्दै गर्दाखेरि चाहिँ उनी बीचमै हिँड्यो क्या यो चिज भनेको त यार उनको संस्कार कस्तो संस्कार बनाउँदैछ हो हाम्रो प्रधानमन्त्रीले हैन देशको त सबैभन्दा कार्यकारी प्रधानमन्त्री जस्तो मान्छेले चाहिँ नीति तथा कार्यक्रम भन्दै गर्दा उनी बीचमै हिँड्नु भनेको एकदम गलत हो नि साथीहरू यार हैन उनले कस्तो व्यवहार देखाउँदैछन् उनले कस्तो संस्कार देखाउँदैछन् भन्ने कुरा हो क्या उनी के हैन आफूभन्दा ठुलोलाई सम्मान गर्न पर्दैन उनले के बीचमै छोडेर हिँड्ने हो हैन देशको यो नीति तथा कार्यक्रम भनेको त फ्युचर प्लान भविष्यको बजेट आउन लागेको छ त्यसमा त देशको कस्तो हैन देशले कस्तो खालको खाका तयार गर्छ देश कहाँ पुग्छ भन्ने एउटा बजेटको लागि चाहिँ एउटा पारित भएको कार्यक्रममा चाहिँ उनी नसुनिकन इग्नोर गरेर हिँड्ने हो के उनले अब कसैलाई पनि आफूभन्दा ठुलो कोही छैन भनेर सोच्ने हो कि के हो साथीहरू हैन भन्न त यहाँ फेरि घन्टेको विरोधी होला त यहाँ ऊ भन्दा साथीहरू कसैको पनि विरोधी होइन एउटा देशमा हैन गलत चिजलाई गलत भन्न सक्नुपर्छ हैन हाम्रो बालेन्द्र शाहले हैन यो चिज चाहिँ गलत गरेको हो क्या नीति तथा कार्यक्रममा उनले हैन कसैलाई सुन्नै नसक्ने हो सुन्नै नपर्ने हो कि के हो हैन यो चिजहरूले चाहिँ चित्तै बुझ्ने साथीहरू हैन यो चिजहरू चाहिँ सुध्रिनु पर्छ बालेन्द्र दाइले पनि हैन आउँदा दिनहरूमा यस्तो कार्यहरू कहिले पनि नगरोस् क्या हाम्रो बालेन्द्र शाह